माई युट्युब फ्यामिली आज हामी यहाँ वनभोजमा आइरहेको छौँ। यहाँ आमाहरू होइसिन्छ। आमा हजुर आज कहाँ आइस भन्छ त? आज म वनभोज खाने कार्यक्रममा आएको। हजुरलाई कस्तो लागिरहेको? रमाइलो लागेछ। हो कति वर्ष भयो बस्यो भने खै कति वर्ष यहाँसम्म बसे अनि फेरि धेरै रहर गर्दा गर्दा आज सायद जुरो वनभोज खानलाई बङ्गलामुखीसम्ममै हामी सबजना दिदी बहिनी बसिरहेछौँ। भाउ बुहारी छोरी नाति नातिना जम्मैजना रमाइलो गर्न लागिरहेछौँ। आज सबैजना हर्षले गदगद भएर गीत पनि चाहिँदैन, तालीको भएर नाचिरहेछौँ। त्यही हो हामीलाई। ठुलो मम्मी हजुरको नाम के भनिस् त? मेरो नाम सीता विष्ट। नमस्ते गर्दैछु न। नमस्ते गरिदिन्छु भन्नै पर्यो। नमस्ते धोइदिने भन्दै गर्नु। अरे हजुर नै वनभोज खान आइस हो? हजुर म पनि आज सबैजना वनभोज खान जाउँ भने अनिखेरि म पनि आएको। ए रमाइलो लागिरहेछ नि हजुरलाई? एकदमै रमाइलो भइरहेको नि। अहिले नाच्नुपर्छ हस्। हजुरलाई चाहिँ कस्तो लागिरहेको हजुरमा? नमस्ते रमाइलो लाग्छ हो वनभोज खान आएको, नाच्न गाउन पर्छ, त्यही हो। 1 2 3 गो। सम्पूर्णलाई नमस्कार। आज हाम्रो बङ्गलामुखी महिला समूह चाहिँ आमा समूहमा यहाँ हामी सबै दिदी बहिनीहरू 15-16 वर्ष बसेका हामी समूहमा आज चाहिँ हाम्रो अब सबका अन्तिम भएको भएर सबै दिदी बहिनी आमा मेरा बुहारीहरू सम्पूर्ण उपस्थित हुनुभएको छ।